होली सुरु भयो आजको। तपाईहरुको कस्तो हुँदैछ? ह्यापी होली सबैजनालाई। छोरी ह्यापी होली भन्नु। ह्यापी होली। आजको हाम्रो होली यस्तै भयो। सुरुमा बाबालाई छोरीले होली मनाउनलाई रङ लिएर गइन्। बाबाले पनि छोरीलाई टीका लगाइदिनु भयो। अनि एकैछिन फोटो खिच्यौँ। अनि छोरीले पिचकारी खेल्ने भनिन्। अनि दिदीले पानीमा कलर हालेर पिचकारी तयार गर्दै हुनुहुन्छ। छोरी नि आजको दिन कस्तो भयो तिम्रो? रमाइलो भयो? रमाइलो। अनि दादालाई हेर पानी छ्यापिदिँदै हुनुहुन्छ। दादाहरू एकदम सँगले रङ खेल्दै हुनुहुन्छ। यता छोरीको साथी पनि नाची नाची रमाइलो भयो भन्दै हुनुहुन्छ। अनि दादा दिदीहरू सब एक आपसमा रङ दलादल गरेर आजको दिन यस्तै भयो है छोरी। अनि दादा दिदीलाई भोक लाग्यो भनेर मामुले छिटो छिटो गरेर खाजा बनाउन जानुभयो। खाजामा चाहिँ आज के थियो छोरी? के थियो? आलु चप। मम्मीले हतार हतार गरेर कुकरमा आलु बसाउनु भएको थियो। आलु पाकेर तयार भयो। मैले चाहिँ आलु चप बनाउनलाई रेडी गर्दैछु। अब चाहिँ म आगो बालेर आलु चप बनाउँछु। छोरीलाई कस्तो मिठो लागेको थियो कि थिएन आजको आलु चप? खोइ साह्रो बोल्नु न। कतिवटा खानुभयो? कतिवटा? अब तिमीले खाएको मलाई के थाहा त अनि? 4-5वटा। अनि मैले आलु चपको डो बनाइसकेँ। तेल तताएर मैले चाहिँ छोरीको लागि भनेर अलिकति पिरो नहाली चप बनाइदिएँ। कलर पनि हालेको थिइनँ। अनि हामी अरू ठुलोलाई चाहिँ कलर हालेर पिरो हालेर आलु चप बनाएको थियौँ। अनि सबैजना बसेर खायौँ। आजको दिन हाम्रो चाहिँ यस्तै रह्यो। तपाईँहरूको कस्तो भयो? भिडियो हाल्न ढिलो भए पनि हेरिदिनु होला।